तो फाइनली म चाहिँ जरुट आइसकेँ। एकान्तर भन्ने ठाउँ भनेको यहाँ हो क्या। या म चाहिँ आउने ठाउँमा आइसकेँ। मेरो चाहिँ नास्ता आइसक्यो। के होला यो नास्ता? हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आजको भिडियोमा हजुरलाई स्वागत छ। बिहान अनि सबैलाई गुड मर्निङ। अनि अहिले चाहिँ बिहानको बजेको छ 6 बजेको छ। अनि आज चाहिँ म कहाँ जानको हुन्छ हजुरले अहिले थाहा पाउनुहुन्छ। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अब चाहिँ म जान लाग्छु। मैले त सब कपडा सपडा लगाएर बिहानै रेडी भइसकेँ। अब जानेवाला छु। अब बिच बाटोमा देखाउँदै हिँड्दै होइन कहाँ पुगिन्छ हजुरलाई देखाउँछु। त्यससम्म मेरो भिडियोमा आइराख्नु होला। अनि च्यानलमा कोही नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि त्यही हो, माया सपोर्ट देखाइदिनु होला भिडियोमा। ओके, सो गाइज म चाहिँ अहिले बिच बाटोमा छु, किनकि उकालो हिँड्दैछु नि त। अनि हजुरले कहाँ जाने मैले त्यो भने होइन, हजुर सब थमेल देखेर थाहा पाइहाल्नुहुन्छ म कहाँ जाएको छु भनेर। जस्ट म चाहिँ हिँडिरहेको छु। बाटो अगाडि यस्तो छ, जस्ट माथि हुँदै यो माथि सब जानुपर्छ नि त बाटो माथि। घाँटी पनि के भएको यार, बिहानै उठ्नु पनि होला। तर्फेला फेरि सबै वनको उहरू सब जनावरहरू म चाहिँ हिँड्दैछु। अब खै त सिधै अब माथि बिच लामो बाटो छ। हिँड्दा हिँड्दै बिचमा देखाउँदै हजुरलाई हिँड्छु है त। फर्स्ट म चाहिँ यहाँ माथि आइसकेँ ठाउँमा। यहाँ चाहिँ बबाल देखेर भ्यूहरू बिहानै आएको नि त। सूर्य निस्क्यो। ओ कस्तो दामी देखेछ यार, भर्खर निस्क्यो। ए निस्के ओ। अनि म यहाँ माथि गाउँमा आइसकेँ। जस्ट म जाने माथि हो। अहिले त घाम पुरै लागिरहन्थ्यो यार। आमा के साह्रो घाम लाग्यो त। कुकुर पनि छ यहाँ। निस्के सूर्य बबाल निस्के यार। उसो माथि जानुपर्छ। अब माथि जान्छु। यहाँ चाहिँ यस्तो दामी दामी गाउँहरू छन् पुरै। यताबाट घाम निस्किन्छ। यो सर पारी गाउँ छ। म पुग्ने माथि हो डक। माथि जान्छ यत्री लास्ट थाक्यो नि यार। माथि आइसक्यो उकालोमा। घाम चाहिँ त्यहाँ माथि पुगिसक्यो। जहिले पनि हामी चाहिँ घाम नडुब्दै माथि पुग्थ्यो होइन। तर आज त यहीँ छौँ। एक्लै आएको नि त म, त्यही भएर एक्लै आएको। त्यही भएर चाहिँ पुरै एक्लै हिँड्नु पऱ्यो। यहाँ चाहिँ पारी पारी गाउँदेखि घाम पनि पुरै आइसक्यो। अब माथि यो बाटो हुँदै 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 हिँड्नुपर्छ माथि। यो धेरै लामो बाटो छ यो। त्यहाँबाट त्यही गर्छ यार। म 8 बजी पुग्छु होला। 7:30 त भइसक्यो। 8 बजी पुग्यो भने ठिक्कै एकछिन घुमेर 9 बजी घर फर्किहाल्नुपर्छ म। अब सिधै हजुर देखाउँदै जाने हो भिडियोमा होइन। तपाईँ पनि घुम्न आउनु सक्नुहुन्छ माथितिर है। त हिँड्न थाकेर आइसकेँ म यहाँ माथि। अब थोरै बाँकी छ। अब लगभग 10 मिनट जति बाँकी छ। अनि म चाहिँ पुग्नेवाला छु जरबुट्टा। अनि माथि हेर्नु सक्नुहुन्छ बाटो यस्तो छ। यो हिँड्दै हिँड्दै माथि गएपछि ओ माथि स्वर्ग छ, स्वर्ग। हिँड्दा ओ कहिले भ्याल त पुरै टल्किरह यार, टल्किरह ल त। अब सिधै माथि जाऊँ। अब बहुत थकै पनि लागिसक्यो। माथि गएर पुरै भ्यू देखाउँछु हजुरलाई। सो फाइनली म चाहिँ जरुट आइसकेँ एकदम। तर कोही पनि छैन यार, यहाँ कोही पनि छैन। अनि मैले जाडो भएर टोपी पनि लगाइसकेँ।
किनकि पुरै लेक साइड हो त्यही भएर पुरै पिपल बुटाइयो तल सुर्खेतबाट देखिने भनेको यो तल ग्राउन्डमा देखिन्छ नि त्यो चाहिँ यो बुटा हो अघि चाहिँ म आउनुलाई चाहिँ त्यहाँ मान्छे त्यहाँ ढुङ्गामा बसिरहेको थियो कोही अहिले त कोही पनि छैन यार ल अब म जान्छु त्यहाँ ढुङ्गामा गएर रेडी पाराले तल भ्यू खिच्छु अनि त्यसपछि सबै हजुर देखाउँछु भ्यू कस्तो दामी छ यार पुरै मान्छेहरू टन मान्छे भ्यू देखिन्छ ऊ पारी डाँडामा छन् छुट्टै छन् यहाँ पारी डाँडामा छुट्टै छन् यो आगो बाले यहाँ फेरि पुरै मान्छे राति बस्नको लागि मात्रै हो यो डाँडाहरू पुरै आज त खैरी पऱ्यो पहिला त बहुत दामी हुन्थ्यो कि पहिला यस्तो दामी देखिरहेको नि कस्तो देखिरहेको छ मेरो तर मैले हिजो दाइसरी पनि काटेर आएको एकदम बवाल देखेर अब एकछिन घाममा बस्नु पऱ्यो यहाँ घामसाम बसेर चाहिँ अनि त्यसपछि जानु पर्ला वाउ म त्यहाँदेखि आएको यार त्यो तल साइडबाट मेरो घर चाहिँ पारी छ यार पुरै यहाँ छन् यो गइरह यहाँ तलको खोरिया गाउँ यो पुरै खतरा देखिरह नि यार ऊ पारी मान्छे छन् पारी मान्छे छन् जस्ट देखिनु पर्ने मात्रै छ अब दामी अब जानुपर्ने हुन्छ यार यस्तो बवाल देखेछ नि घाम त यार पारीको डाँडा नि त्यो पारी डाँडाबाट चाहिँ आउनुपर्छ यहाँदेखि आउनुपर्छ ल त गाइस अलि भेटौँला अब एकछिन होटेलमा यहाँ चाहिँ पुरै राति मान्छेहरू आएर पनि पुरै बसेको छन् यार यहाँ आगो बाले खान यस्तोसँग आगो बाले खान त यहाँ पुरा आगो बाले त्यही हो त्यही यो चाहिँ पारी डाँडा हो जस्ट म चाहिँ यहाँ चाहिँ यताबाट गएर छ यस्तो बवाल घाममा छ कुकुर चाहिँ मलाई यहाँ बसिरहेको कुकुर ए कुकुर च नै यता नहेर म चाहिँ यता त हेर्दैन किनभने यहाँ चाहिँ पुरै उसँग कुकुर चाहिँ टोक्न आउँछ राति चाहिँ आगो बाले रहेछ अब 7-8 बजिसक्यो यार अब आगो ताप्छु मतलब आगो ताप्दैन अब सिधै गएर नास्ता खान जान्छु होटेलमा त्यसपछि हजुर त्यही त अब सिधै घर जाने हो त्यसपछि म अनि यहाँ धेरै ठाउँ छ यहाँदेखि पर गए पनि अर्को अन्त ठाउँ छ पुरा भिडियोहरू छ अन्त सम्म फाँटहरू माथि छ सिद्ध पाइला छ माथि टक्क देखिन्छ नि त ल म चाहिँ यता हिँड्न लगाएको पुरै यहाँ चाहिँ के शीत पर्दो रहेछ त्यहाँ सेतो नि त पुरै चिसो भएर ओहो चिसो भएर सेतै भयो शीत त पुरै लास्टै चिसो हुन्छ क्या लास्टमा म चाहिँ अघि अस्तिको ठाउँतिर जानु पऱ्यो त्यहाँ गएर चाहिँ त्यो भिडियो छिटो खिच्नु पर्ला अस्तिको ठाउँमा मनोजलाई ल्याएन मैले अस्ति मनोजलाई ल्याउने भनेको त मनोजलाई बिर्सिहालेँ आज बिर्सेन नि ऊ बिरामिसक्यो त्यही भएर चाहिँ मैले ल्याउन पाइनँ अझ म जान्छु त्यो डाँडामा कोही पनि छैन त्यहाँ जस्ट परको डाँडा हो पारिपट्टि एकचोटि हामी आएको थियौँ नि मेरो कति 300 सब्सक्राइब कम्प्लिट भएको थियो त्यही भएर चाहिँ मैले ल्याएर आएको थिएँ त्यहाँ चाहिँ गाईगोरु छ सानो थोरै घरहरू छ आफ्नो यहाँ धेरै छैन अब त्यो माथि पुगौँ है त एक अन्तर भन्ने ठाउँ भनेको यहाँ हो क्या या म चाहिँ आफ्नो ठाउँमा आइसकेँ जहाँ चाहिँ म पहिलेदेखि नै आइरहेको थिएँ नि त यहाँ ठाउँ कोही आउन्न यहाँ
एकदम सुनसान छ पारी हेर वारी हेर बवाल पर स्याल होला यार त्यो पारीपट्टि छ पर देख्नु नि हिँडिरह म जहिले पनि घुम्न जाने बेला के भेटिन्छ यार घुम्न जाने बेला आहा मस्त चिसो हलाइरहेछ यार बस्नु पर्यो क्या यहाँ कुकुर स्यालहरू पनि कराइरहेछ ओ माइ गड बस्छु यहाँ पसिना भइसक्यो यार म त हिजो एकदम पसिना भइसक्यो नि त बिहानै 6 बजी हिँडेर आएको म चाहिँ अनि हिँड्दा थाकिसकेँ एकदम अनि मान्छेहरू पनि टन्नै आएर चाहिँ यहाँ गाडी ल्याएर देखाइ नि हजुरहरूलाई पुरै क्याम्पिङ बस्छन् क्या यहाँ त पुरै आएर त्यहाँ गर्ने त्यही पहाडी ठाउँ त्यो जरबाट पहाड त तर यहाँ बवाल ठाउँ छ भने तिमीलाई थाहा नै छैन फेरि तिनीहरू जम्मै त्यो ठुलो ढुङ्गामा जानेपछि पुगिहाल्छ होइन ओहो एकछिन आराम गरौँ यार त गाइस अब चाहिँ म चाहिँ घरतिर हिँड्नुपर्ने हुन्छ मैले चाहिँ फोटोसोटो भिडियो सबै खिचिसकेँ अनि अब जानुपर्ने हुन्छ किनकि नास्ता खाने अब मलाई ढिलो पनि हुन्छ नि त 7:30 भइसक्यो अब गएर नास्ता खान्छु नास्ता खाएर चाहिँ सिधै अब घर जाने अनि त्यही हो अनि माया सपोर्ट गरिदिनु होला भिडियोमा एकदम सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला अनि जति पनि नयाँ सब्सक्राइबरहरू हुनुहुन्छ कमेन्टमा आएर न्यू सब्सक्राइबर भनेर लेखिदिनु होला हामी चाहिँ सपोर्ट गर्ने म चाहिँ सपोर्ट गर्छु सबैलाई है त्यति भन्दै म चाहिँ अब जान्छु नास्ता खान है त्यहाँ गएर म चाहिँ नास्ता खाने ठाउँमा आइसकेँ मेरो चाहिँ नास्ता रेडी हुँदैछ देखाइदिन्छु के छ भनेर है त एकैछिन आउँछ मजाको घाम लागिरहेको छ यार यहाँ हो मेरो चाहिँ नास्ता आइसक्यो हौ हेर्नु के होला यो नास्ता जस केटाहरूको आइरहन् धेरै मान्छे बिहान बवाल हुन्छ लास्टै बवाल छ नास्ता ल अब एकचोटि सिधै घर जाने म अब सो गाइस म चाहिँ अहिले फर्किन लाग्यो घरतिर नास्ता पनि खाइसकेँ अब चाहिँ घर फर्किनु पर्ने हुन्छ म अनि हजुरलाई के लाग्यो म चस्मा ल्याएर लाएको थिएँ मैले अघि चाहिँ बिर्सेर चाहिँ चस्मा लाउनु अब चाहिँ म चस्मा लाएर जान्छु कस्तो देखिरहेछ कमेन्ट गरिदिनु है सो आज कि नै चस्मा लगाएको बबाल चस्मा देखेर तलतिर गाउँछ ल गाइस अब म चाहिँ घरतिर गएको है ओके बाई बाई अनि च्यानलमा कोही नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला